हेर अब लामो कुरा केही गर्नु छैन त आउँछस् कि म त घरमा पनि तेरो घर बिगार्दिन पनि सकिन्छ के हाम्रो घर तैँले बिगार्छस् भने ए सर मैले त्यो बिगारेको होइन मैले त झन् राम्रो कुरा सूचना पो भने हो सर तैँले कहाँ पुष्टि गर्नु पर्ने तैँले भनेको कुरामा ल हेर मैले त्यस्तो त्यो मैले त्यो व्यक्तिगत जीवन तैँ साले तैँलाई थाहा छ मैले कसरी खटिन्छ पुलिस भन्ने ए सर मैले तपाईँलाई त्यस्तो भनेको होइन कि सर यस्तो रहेछ भनेको छु त सर तपाईँ किन यस्तो गाली गरेर राख्नु भएको छ सर एसएलसी पास तैँले एसएलसी पास तैँले त्यति बुझ्यो होला नि तेरो कुरा बुझ्नु परेन हामीलाई तपाईँ यहाँ आउनु होइन ए सर एउटा कुरा के हो भने मैले त तपाईँलाई यत्रो ए सुन यहाँ सुन जतिको कुरा गर्न मलाई पनि आउँछ तेरो भन्दा बढी कलम मेरो चल्छ ए तेरी सर त्यो त ठिक छ कि मैले त्यस्तो केही गरेकै होइन कुन भन्दैछु मैले तैँले जब मेरो जीवनमा प्रभाव पर्ने गरी कुरा गरि त हालिस् त कि टुङ्गोमा पुरा के तँलाई टुङ्गोमा मैले पुऱ्याउनु पर्छ त्यो टुङ्गो त पुग्नु पर्यो एटलिस्ट एउटा म यहाँ 5-7 वर्षदेखि एउटा ए मैले के टुङ्गोमा पुगाइदिनु पर्यो मैले के भनेको छु र यहाँ सुन्नु म 5-7 वर्ष 10 वर्ष भयो त्यो ठिक छ के मैले के भनेर गल्ती गरेँ भने हजुर तैँले चिन्ने नचिनेको मेरो वाइफलाई के थाहा वाइफलाई फोन गरिस् तैँले त्यो फोन कहाँबाट पाइस् मैले फोन त त्यो कृष्णले अहिले म्यासेन्जरमा के अरे व्हाट्सएपमा कुरा गर एकचोटि भन् हजुर फोन गरेर के अरे लामो फोनमा लामो कुरा गर्दिन तँलाई घरबाट हिँड्छु ए सर म आउँछु कि आउनु त अहिले यहाँ सुन्नु अहिले नै आइहाल्नु तपाईँ यहाँ के अरे बालुवाटार चोकबाट भित्र म बालुवाटार चोकसम्म आउनु पर्यो होइन तपाईँ आइहाल्नु होइन यो मैले लिनु दिनु नै छैन यार मैले तँलाई केही कुरै गरेको छैन त त्यस्तो कुरा गर्छ तैँले हो यो कुरा गरेको यहाँ सुन्नु होइन तपाईँ आइहाल्नु